एक घना जंगल थियो जहाँ विभिन्न प्रकारका रुख बिरुवा र जनावरहरू बस्थे। त्यो जंगलको बीचमा एउटा ठूलो र पुरानो आँपको रुख थियो जसले असाध्यै मीठा आँप फलाउँथ्यो। त्यही आँपको रुखमा एउटा जिज्ञासु बाँदर बस्थ्यो जसको नाम थियो चञ्चल। चञ्चल अरू बाँदरहरू जस्तो थिएन, ऊ सधैँ केही न केही नयाँ कुरा सिक्न चाहन्थ्यो। एक दिन चञ्चलले एउटा अनौठो कुरा देख्यो। जंगलको छेउमा रहेको एउटा पुरानो कुटीमा एक ज्ञानी सन्त बस्थे। सन्त हरेक बिहान एउटा सानो बोटलाई पानी हाल्थे र त्यससँग कुरा गर्थे। चञ्चललाई यो देखेर धेरै जिज्ञासा भयो। उसले सोचे, यो सन्तले के गर्छन्? यो बोट किन यति विशेष छ? चञ्चलले हरेक दिन सन्तलाई लुकेर हेर्न थाल्यो। उसले देख्यो कि सन्त त्यो बोटलाई पानी मात्र हाल्दैनथे, त्यसको वरिपरि सरसफाई गर्थे, सुकेका पातहरू हटाउँथे र मायाले त्यसलाई हेर्थे। महिनौपछि त्यो सानो बोटमा एउटा अनौठो चम्किलो फल लाग्यो। चञ्चलले कहिल्यै त्यस्तो फल देखेको थिएन। एक दिन सन्तले त्यो फल टिपेर आफूतिर हेरेर मुस्कुराए। त्यसपछि सन्तले चञ्चललाई आफूतिर बोलाए र त्यो चम्किलो फल दिए। चञ्चलले त्यो फल खाँदा उसलाई असाध्यै शान्ति र ज्ञानको अनुभव भयो। उसले बुझ्यो कि त्यो बोट कुनै साधारण बोट थिएन, त्यो त सन्तको धैर्य, लगन र मायाको फल थियो। त्यसपछि चञ्चल बाँदरले जंगलका अरू जनावरहरूलाई पनि सन्तको कुटीमा लिएर गयो र कसरी धैर्य र लगनले कुनै पनि कुरामा सफलता पाउन सकिन्छ भनेर सिकायो। उसले भन्यो, ज्ञान र सफलताका लागि जिज्ञासा, धैर्य र निरन्तर